हेलो गाइज, आज चाहिँ मैले रिच ड्याड पुअर ड्याडबाट सिकेको 4वटा कुराको बारेमा कुरा गरौँ है त। सुरुमा चाहिँ धनीहरू पैसाको लागि भन्दा पनि पैसालाई चाहिँ आफ्नो लागि काम गराउँछन् भनिएको छ। यसमा चाहिँ धनीहरूले चाहिँ आफ्नो टाइमलाई चाहिँ पैसासँग ट्रेड गर्नुभन्दा पनि आफ्नो एसेटहरू, इन्कम जेनेरेटिङ एसेटहरू बिल्डअप गर्नुमा चाहिँ ध्यान दिन्छन् भनिएको छ। दोस्रोमा चाहिँ एसेट्स र लाइबिलिटीको डिफ्रेन्सहरू भनिएको छ। यसमा चाहिँ एसेट्स भनेको चाहिँ जसले चाहिँ इन्कम जेनेरेट गर्छ, जस्तै कि अब रियल इस्टेट, सेयर मार्केट, बिजनेसहरू भयो। अनि लाइबिलिटिजहरू भनेको चाहिँ जसले आफ्नो पोकेटबाट पैसा खर्च गराउँछ, जस्तो एक्सपेन्सिभ कार, क्रेडिट कार्ड डेट, लग्जरी पर्चेजहरू भयो। तेस्रोमा चाहिँ फाइनेन्सियल नलेज चाहिँ आफ्नो इन्कमभन्दा इम्पोर्टेन्ट हो भनिएको छ। जस्तो एउटा हाई इन्कम भएको मान्छेले पनि फाइनेन्सियल नलेज भएन भने कसरी चाँडै गरिब हुनसक्छ भनिएको छ। र चौथोमा चाहिँ काम चाहिँ स्किल बढाउनुतिर गर्नु, पैसाको पछाडि नभाग्नु भनिएको छ। अझ डिटेलमा बुझ्नु भए किताबै पढ्नु होला र यस्तै कन्टेन्टहरूको लागि कृपया लाइक फलो गर्नु होला। धन्यवाद।